परबाट हेर्नुस् त एउटा गाडी आइरहेको छ। अब यो गाडीलाई ट्राफिक प्रहरीले साइड लगाउँदैछ, महानगर प्रहरीले साइड लगाइसकेको छ। नमस्ते हजुर, उहाँलाई प्रधानमन्त्री बनाउनु पर्छ हजुर। कसलाई हजुर? एकदम बालन शाहलाई। किन? उहाँ राम्रो मान्छे हो। पक्का हो? पक्का हो। तर गन्दैनन्। देशदुराई जस्तो होइन हो, यो अरू पार्टी जस्तो। बालनलाई नगन्नेहरू पनि छन्। किन नगन्ने? राम्रो मान्छेलाई गर्नुपर्छ। हजुर, हामी गर्छौँ। हजुर, हाम्रो भोटले जितेको उसले। जनता तयार छन्। हामी तयार छौँ। साथ दिन तयार छन्। साथ गुरुजी भाइ, तपाईँको यो डबल चिट छ, प्रदूषण फेल भएको छ, यो गाडी हाम्रो अफिसमा जान्छ। सिज गर्न सक्नेसम्म कानुनी व्यवस्था भएको कारणले गर्दाखेरि जनस्वास्थ्यमा प्रतिकूल असर हुने खालको सवारी साधन काठमाडौँ महानगर क्षेत्रभित्र चलाउन दिँदैन हामी। सडकमा गुडिरहेका गाडीलाई मेयर बालन शाहले किन समाते? हेर्न सक्नुहुन्छ वारपार यी गाडीहरू जसले दूषित धुवाँ सडकमा फाले। अब महानगरपालिकाले नियन्त्रणमा लिएको छ। हजुरहरू तल ओर्लिदिनु होला, यो गाडीको प्रदूषण फेल भएको भएर हाम्रो नियन्त्रणमा राखेको छ, हामीले अफिसमा लैजान्छौँ है। मेरै स्वर बसेको यो कति दिन भइसक्यो होइन, धुवाको कारणले पोल्युसन कारणले गर्दा समस्या आयो भन्छ। यसलाई चाहिँ न्यूनीकरण गर्न नगरपालिकाले गर्ने कामलाई चाहिँ सराहनीय मान्नुपर्छ। तपाईँहरू प्यासेन्जर उतारिदिनुहोस् अनि यो गाडी अफिसमा लिएर जानुहोस् है। यसरी बालन शाहले महानगरपालिकाले ट्राफिक प्रहरी लगायत वातावरण विभागले यो काम गरिरहेको छ। म फुल सपोर्ट गर्छु बालनजीलाई चाहिँ। जे होस्, जे गर्नुभएको छ एकदमै राम्रो गर्नुभएको छ र किप इट अप भन्न चाहन्छु म चाहिँ। हाम्रो फुल सपोर्ट छ। बालन शाहको काम एकदम राम्रो लाग्छ। ठिक छ, तपाईहरुलाई ठिक छ।